सानो नानीले पिज्जा खाइरहेछ है। सो एकदम थ्याङ्क्सफुल छ है गडसँग किनभने चाहिँ सोचेको कुरा बल्लले पुरा भएको जस्तो लाग्दैछ है। अनि धेरै धेरै भगवान् बुद्धको आशीर्वाद लागिरहुन्। नमस्ते सम्पूर्णलाई है अनि धेरै धेरै तपाईहरुलाई धन्यवाद है। थार्लाम स्टोरमा सपोर्ट गरिदिनु भएकोमा, थार्लाम स्टोरबाट तपाईहरुले कतिवटा सामानहरु राखिदिनु भएकोमा, किनिदिनु भएकोमा है। अनि तपाईहरुलाई धेरै धेरै धन्यवाद है। अनि सो मैले चाहिँ नानीहरुलाई है, लामा नानीहरुलाई चाहिँ पिज्जा चाहिँ अफर गर्नुको लागि पहिल्यैदेखि सोचेको है। सो आज चाहिँ मेरो पुरा भएको छ है तपाईहरुले गर्दा नै। सो अनि त्यहाँदेखि एकदम शुक्रानी आनी हुनुहुन्छ है, उहाँ चाहिँ पश्चिम निवासी हुनुहुन्छ। उहाँलाई पनि एकदम थ्याङ्क यू है। अनि उहाँको जन्मदिनको टाइममा मलाई 5000 सघाएको पनि थियो है। अनि 5000 नानीहरूलाई के किनिदिनु भनेर उहाँलाई पनि एकदम धेरै धेरै धन्यवाद है। उहाँको जन्मदिनमा एकदम उहाँको आयु लामो भएर जाओस् है, सधैँ नै भगवानको आशीर्वाद लागिरहुन्। सो भन्नै पर्दाखेरि है, अनि तपाईहरुलाई पनि एकदम धन्यवाद है, जति पनि मेरो कस्टमरहरू आउनु भएको, थार्लाम स्टोरमा सपोर्ट गर्नु भएकोमा। धेरै कमाएर के गर्नु त मलाई सपना छैन है। यस्तै सेवाहरू नानीहरूदेखि लिएर है, आमा बुवाहरूलाई यस्तै कुरो गरिरहुन् है। अनि म यस्तै कुरो पहिल्यैदेखि हाल्थेँ हैन। अनि भिडियोहरू बनाएर पनि तपाईहरुको अगाडि मैले जहिले पनि यस्तै भिडियोहरू राख्थेँ है, नानीहरूलाई कहाँ लगेर घुमाएकोहरू उता-यताहरू है। सो आजसम्म बुद्धगयासम्म चाहिँ मैले उहाँहरूलाई पुर्याउन सकेँ है। अझै टाढोहरू, अझै तीर्थयात्राहरू गर्नु सकौँ है। तपाईहरुको आशीर्वाद लागिरहुन् है। अनि तपाईले जति पनि थार्लाम स्टोरबाट किनिदिनु भएर मैले एक दुई पैसा तपाईहरुसँग मैले नाफा राखेको कुराहरू चाहिँ तपाईहरुको पनि है, त्यो कुरामा चाहिँ उता-यता गयो भने पनि राम्रो कुरामा जान्छ है। धेरै आश गर्नु होला, तपाईहरुलाई पनि आशीर्वाद पाइरहुन् है। अनि सो आज भने चाहिँ मैले आले गुम्बामा है, अनि नानीहरूलाई पिज्जा अफर गर्दैछु। अनि मेरो चाहिँ आजको के सोच छ भने तीनटा गुम्बालाई अफर गर्छु भनेर है। अनि सबसे पहिला म माथि आले गुम्बा गएँ है। अनि सेकेन्डमा मनिराम गुम्बा, अनि थर्डमा म तल बुमटार गुम्बा गएँ हैन। सो है, अनि मैले चाहिँ यहाँनिर आले गुम्बाको लागि चाहिँ मैले चाहिँ 20 पिसेस छुटाएको थिएँ हैन। सो यहाँनिर चाहिँ नानीहरू चाहिँ 15 जना 15 जना जस्तो रहेछ। सो खुसी लाग्यो है, सबैजना भेटेँ है। अनि धेरै धेरै खुसी छु है। अनि यस्तो कुराहरू तपाईहरुकै कारणले गर्दाखेरि पुगिरहेछ है। अनि त्यहाँदेखि अब यहाँबाट चाहिँ हामीहरू निस्केर मनिराम गुम्बा जाने छ। सो भन्नै पर्दाखेरि है, अनि त्यहाँदेखि नानीहरूलाई चाहिँ पिज्जा विथ कोल्ड ड्रिङ्क्स है। अनि त्यहाँदेखि साबुनहरू, नुहाउने साबुनहरू, लुगा धुने साबुन, अनि पेन्सिलहरू, लेख्नेहरूदेखि लिएर सम्पूर्ण मैले राखिदिएको थिएँ है। अनि सो योभन्दा पनि धेरै ठुलो कुरो गर्नु पाउँछ है। तपाईहरुको आशीर्वाद लागिरहुन् है। अनि तपाईहरुलाई पनि धेरै भगवान् बुद्धको आशीर्वाद लागिरहुन् भन्दै यस्तो कामहरू कन्टिन्यू गर्नु पाऊँ है। पहिला त अब गर्थेँ है, त्यस्तो मेरोमा एमाउन्टहरू हुन्थेन है। सो अहिले तपाईहरुकै कारणले गर्दा यस्तो हुन थालेको छैन। धेरै धेरै धन्यवाद है। कतिवटा कुराहरू बाधा आउँछ भने पनि म त्यसमा चाहिँ ब्याक सर्ने छुइनँ। यस्तो कुराहरू अगाडि नै बढेर गर्नेवाला छु है। अनि सपोर्ट गरेकोमा एकदम धेरै धेरै धन्यवाद है। तपाईहरुकै कारणले गर्दाखेरि यो काम गर्नु पाइरहेछ। तपाईहरु पनि ढुक्कै मानेर है, मेरो जहिले पनि मलाई सपोर्ट गर्नुस् होला है भन्दै। अनि सो अब यो चाहिँ हाम्रो आले गुम्बामा सकिसक्यो है। अब यहाँबाट चाहिँ हाम्रो डाइरेक्ट निस्किन्छ मनिराम गुम्बा। 50 वटा पिज्जा चाहिँ मैले कोल्ड ड्रिङ्क्स विथ पेन्सिलहरू सबै बाँड्नुपर्ने हुन्छ है। सो यहाँबाट चाहिँ निस्किने हाम्रो है। अनि त्यहाँदेखि भिडियो बनायो भने नराम्रो नसोच्नु होला, म पहिल्यैदेखि कन्टेन्ट बनाइबस्ने मान्छे हो है। सो नेक्स्ट भिडियोमा भेटौँ होला। भिडियो लामो हुन्छ भनेर अरू गुम्बाको पनि देखाउने छु। बाई बाई।